आज यो भात आज चाहिँ धेरै दिनपछि काम छुट्टी भएको भएर घरमै खाना पकाएर खाँदैछु। यो दाल कालो दाल र के अरे भन्ने आउँदैन दाल, त्यसपछि यो बङ्गुरको मासु यो बङ्गुरको मासु अनि यो चाहिँ इस्कुसको मुन्टा हो यो। अनि यो चाहिँ आलु र क्याप्सिकम हैन। आजको खाना मेरो यो चाहिँ मेरो होइन, यो छोराको खाना है। म आफ्नो लागि पसिन्छु अब यो मेरो खाना भयो। आज हस्बेन्डजी हुनुहुन्न, हस्बेन्डजी चाहिँ आज बिहानै बाहिर जानुभएको छ। हस्बेन्डजीको चाहिँ पार्टी छ अरे, त्यही भएर हामी आमा छोरा मात्रै खाइरहेछौँ। आमा छोरा खाने हो, आमा छोराको दसैँ छ आज। मलाई चाहिँ आलु र क्याप्सिकम चाहिँ एकदमै मनपर्छ। फर्सीको मुन्टा, यो सुकेको खुर्सानी मेरो छोरालाई चाहिँ नि उ भइसक्यो। म मासु अझै थप्छु ल।